नमस्कार, म आचार्य पेरीको तर्फबाट र आजको शनिबार सबैलाई शुभकामना मङ्गलमय रहोस्। र आज एउटा अत्यन्तै गम्भीर र जटिल विषय लिएर आएको छु र यसमा जति लामो समय लागे पनि यस विषयसँग सरोकार राख्ने धेरैजना हुनुभएको र धेरैजनाले पटक पटक जिज्ञासा पनि राखिरहनु भएको भएर यस विषयमा मेरो तर्फबाट आज जति सक्दो अथवा जति याद आउँछ म आफैले विचार गरिरहेको र यसको बारेमा चिन्तन गरिरहेको सबै बुदाहरू अथवा सबै कुराहरू चाहिँ म आज जति सक्दो खुलस्त राख्ने कोसिस गर्दैछु। र त्यो भएर यो विषय एकदमै दर्शकहरूको लागि, तपाईहरुको लागि एकदमै महत्त्वपूर्ण विषय हुन सक्छ, हुन्छ भन्ने मलाई लाग्छ। र मैले शेयर गर्नु पनि सायद भन्नु पर्दैन, किनकि यो आफैले पनि राम्ररी बुझेर र अरू आफ्नो समुदायका अरूहरूलाई पनि बुझाउनु पर्ने देखिन्छ र कतिपयले बुझाउने कोसिस पनि एकदमै गरिरहनु भएको छ। र प्रश्न के हो, हाम्रो टाइटलमा पनि लेखिएकै छ। मैले तामाङ गुरुङ थकाली भनेर जुन सुरुमा जोड्दै छु, यो तामाङ गुरुङ थकाली जुन एउटै भाषा बोल्छन् र मलाई लाग्छ यिनीहरू एउटै जरा अथवा एउटै दाजुभाइ जस्तो चाहिँ हुनुपर्छ। कतिपय इतिहासकारको भनाइ पनि यही नै देखिन्छ। र यो तीनटा मात्रै नभएर यो तीनटा पक्कै दाजुभाइ पर्ने अथवा नपर्ने जुन हाम्रो हिमालवासी, पहाडवासी र सायद तराईवासी पनि बुद्धिस्टहरू जति पनि हुनुहुन्छ, यो मृत्यु संस्कारको विषयमा कसरी गर्ने, यो गरिरहेको कतिवटा चिज गलत छ, कतिवटा सही छ, मृत्यु संस्कारमा भइरहेका कुराहरू कतिपय चाहिँ विकृति हुन् भने कतिपय चाहिँ हामीले अगाडि बढाउँदै लानुपर्ने चिजहरू हुन्। यस विषयमा निकै विकृति देखिन्छ र यसलाई राम्रो मार्गदर्शन नभेटाएको अथवा कसैले सायद देखाउन नसकेको होला। त्यसले गर्दा पनि जुन विशेष गरेर हामी जनजातिभित्रमा एकदमै अन्यलता देखिन्छ र आफैमा यो धारणाको जुन प्रतिस्पर्धा अथवा अन्तर्द्वन्द्व देखिन्छ। त्यो भएर यो अन्तर्द्वन्द्व मेटाउनको लागि पनि र बौद्ध सिद्धान्त र संस्कृति अनुसार पनि अनि मृत्यु संस्कार कसरी गर्ने, बौद्ध धर्म अनुसार बौद्ध धर्मको एउटा संस्कृति आफ्नै ठाउँमा छ, जुन हामी विशेष गरेर यो तिब्बत हुँदै आएको बौद्ध धर्मको संस्कृति भयो भने अर्को चाहिँ बौद्ध सिद्धान्त छ जुन त्योभन्दा पनि महत्त्वपूर्ण छ। र यो दुवैलाई ध्यान दिएर मृत्यु संस्कार हुनुपर्ने म देख्दछु। तर हामीले नेपालमा हेर्नु पर्दाखेरि जतिपय पनि एउटा बुद्धिस्ट संस्कार अनुसार मृत्यु दाह संस्कारहरू गर्नुहुन्छ, प्राय जसोले चाहिँ एक त संस्कृतिमा पनि विकृति हुने आधाभन्दा बढी नै छन् र जतिपयले पनि एउटा सांस्कृतिक हिसाबमा सही गरिरहनु भएको छ, उहाँहरूले पनि प्राय जसोले चाहिँ जुन संस्कृतिलाई मात्र आधार मानेर बौद्ध सिद्धान्तलाई चाहिँ के गर्नु, त्यसलाई बाहिर पठाएर भनौँ अथवा त्यसलाई मतलबै नगरिकन त्यसरी गर्नुभएको देखिन्छ। त्यो भएर जतिपय नेपाली बुद्धिस्टहरू जतिपयले पनि सही तरिकाले सही संस्कृति अनुसार मृत्यु संस्कार गरिरहनु भएको छ। यहाँहरूले पनि बौद्ध सिद्धान्तलाई पनि ध्यान दिन एकदमै जरुरी देखिन्छ। नत्र भने यो एउटा विकृति नै रहन्छ र यसले हाम्रो जुन भावी सन्ततिलाई आउने समयमा यसले बढी नै समस्या देखाउँछ र बढी नै योबाट हामी नआउने पुस्ताहरू झन्झन टाढिन खोज्ने कारण पनि यही बन्छ। त्यसकारण आजको विषय मुख्य प्रश्न भयो, बौद्ध सिद्धान्त र संस्कृति अनुसार मृत्यु संस्कार कसरी गर्ने अथवा कसरी गरिन्छ वा गर्नुपर्छ भन्ने विषय हो। र यसमा सरकार राख्ने व्यक्तित्वहरूको जुन जिज्ञासा अथवा यस विषयमा प्रश्न गर्नुहुनेहरू धेरैको विषय चाहिँ जुन सांस्कृतिक पक्षमा छ, तर त्योभन्दा अगाडिमा एउटा कर्मको सिद्धान्त जुन सैद्धान्तिक पक्षबाट पनि मृत्यु संस्कारको विषयमा केही बोल्न जाँदैछु। र कर्मको सिद्धान्तको बारेमा भन्नुपर्दाखेरि मैले कर्मको सिद्धान्त यहाँ किन जोडेँ त भन्दाखेरि एउटा संसारभरिकै जसले चाहिँ सही मानेमा सही अर्थमा बौद्ध धर्मलाई अपनाउनु भएको छ, उहाँहरू अथवा हामीहरू सबैको लागि बौद्ध सिद्धान्त एकदमै जरुरी छ। र बौद्ध सिद्धान्तमा जुन बुद्धले मार्गदर्शन गर्नुभएको सुनाउनु भएको
कर्मको सिद्धान्त त्यो अनुरूप चाहिँ चल्नु सबभन्दा जरुरी रहन्छ। चाहे हामी संस्कृति अनुसार चलौँ नचलौँ, सिद्धान्त अनुसार चल्नु जरुरी छ। अनि त्यसमा पहिलो नम्बरमा बुद्धको मार्गदर्शन कर्म सिद्धान्त, जुन कर्मको जुन कारण, कर्मको अवस्था र कर्मको फल भन्ने यो तीनटा विषय हुन्छन्। र कर्मलाई एकदमै विस्तृत रूपमा आज जान्नु जरुरी हुँदैन। र मात्र म कर्मको सिद्धान्त म किन उल्लेख गर्दैछु त भन्दाखेरि मान्छे जन्मिएपछि उसले जस्तो कर्म गर्छ उसले त्यस्तै फल पाउँछ। यही जीवनमा पनि आफ्नै कर्म अनुसारको फल पाउँछ र यो मृत्यु भइसकेपछि जहाँ पनि जान्छ, जहाँ पनि पुग्छ, उसले भोग्ने भनेको आफ्नो कर्मकै फल हो। त्यो भएर हामीले बुझ्न एकदमै जरुरी के देखिन्छ भन्दाखेरि लामाहरूले घेवा गरिदिँदैमा, मृत्यु संस्कार गरिदिँदैमा ढुक्क रूपले ऊ एउटा मुक्ति पाउँछ भन्ने होइन, त्यो एउटा एकदमै सकारात्मक प्रयास हो, त्यो गर्नुपर्ने चिज छँदैछ। तर कर्मको सिद्धान्तलाई हामीले त्यसलाई जुन वास्ता नगर्ने, त्यसलाई मतलब नगर्ने गर्नु हुँदैन। त्यसकारण कर्मको सिद्धान्त अनुरूप हामीले गर्नुपर्दाखेरि हामीले बुझ्नु पर्यो है, गल्ती काम मात्रै गरिरहने, पाप मात्रै गरिरहने अनि अन्तिममा गएर लामाले ताडिदिन्छ, गुरुहरूले हामीलाई ताडिदिन्छ भन्नु यो एकदमै गलत धारणा हो। त्यसै गरेर गलत कामहरू गर्ने, अरूलाई दुःख दिने, जुन 10 अकुशल कर्महरू गर्ने, पञ्चशील विपरीतका कार्यहरू गर्ने, अरूलाई पिट्ने, काट्ने, मार्ने, दुःख दिने, अनि त्यसमा पनि विशेष गरेर जुन निमुखा जनावर अथवा निमुखाहरूलाई काटमार गर्ने, हत्या हिंसा गर्ने त्यस्तो काममा पनि, अथवा कतिपय हामी जुन मासु बेच्नेहरू हुनुहुन्छ, त्यस्तै गरेर हाम्रो होटल व्यवसायमा पनि कतिपयजना चाहिँ प्रायः जसोले चाहिँ मासुकै व्यापार गर्ने देखिन्छ। र यस्तो कार्यहरू गरिरहने अनि अन्तिममा गएर जुन गुरुहरूले मुक्ति दिलाइदिन्छ भन्नु त्यो एउटा मूर्खता हो। यो जुन बुद्ध धर्मको सिद्धान्तलाई पालना नगरेको हो भन्ने म भन्दछु। त्यसकारण पहिला हामीले बुद्धको सिद्धान्तलाई बुझेर जस्तो कर्म गर्छौँ त्यही अनुरूपको हामीलाई फल प्राप्ति हुन्छ। त्यसकारण त्यो जुन मृत्यु संस्कार कुनै महान, कुनै प्रख्यात गुरुहरूबाट गरिदिनु भन्दा पनि त्योभन्दा जरुरी चाहिँ हामीले यो गलत कार्यहरूलाई त्याग्नु, यदि मुक्ति पाउने इच्छा छ भने। र त्यसमा पनि अब फेरि दोस्रो पक्ष हुन्छ जसले आस्था नै गर्दैन। त्यो आस्था नगर्ने व्यक्तिले पनि बुद्ध धर्मसँगमा आस्था गर्दैन। त्यो व्यक्तिलाई लामा गुरुहरूले जुन मृत्यु संस्कार गरिदिँदैमा मुक्ति हुन्छ भन्नु पनि त्यो पनि एकदमै गाह्रो कार्य हो, त्यो एकदमै असम्भव जत्तिकै कार्य हो। असम्भव नै भन्न चाहिँ मिल्दैन, तर असम्भव जत्तिकै छ। त्यसकारण हामीले कर्मको सिद्धान्तलाई बुझ्नुपर्छ यदि हामी यो जुन मृत्युको विज्ञान हामी बुझ्न चाहन्छौँ भने। र त्यस्तै गरेर अब यो कर्मको सिद्धान्त भनेको एउटा मूल बौद्ध धर्मबाट हामीले बुझ्नुपर्ने सिद्धान्त हो। अब मृत्यु संस्कारसँगै अर्को हामीले बौद्ध धर्मभित्र पनि जुन महायान भनौँ अथवा त्यसभित्र पनि वज्रयान अनुसार हामीले अर्को सिद्धान्त बुझ्नु पर्दाखेरि जुन भारदोको टिचिङ भनौँ, भारदोको सिद्धान्त छ। भारदोको सिद्धान्त, भारदो भनेको बिचको अवस्था, इङ्ग्लिसमा हामीले इन्टरमिडिएट स्टेट भन्छौँ, बिचको अवस्था, न यता न उता। र यो भारदोको अवस्था भनेको 49 दिनको मानिन्छ। र 49 दिन भनेको मान्छे मरिसकेपछि उसले अर्को जुनी लिने अथवा मुक्ति पाउने समयभित्रको जुन अत्याधिक अथवा म्याक्सिमम भन्छौँ, जुन म्याक्सिमम अवधि चाहिँ त्यो हो। त्यो म्याक्सिमम अवधि अधिकतम अवधि हो त्यो। र त्यो अधिकतम अवधि 49 दिनमै ऊ पार जान्छ भन्ने छैन। ऊ चौथो दिनदेखि 49औं दिनसम्म जहिले पनि ऊ पार पाउन सक्छ। र त्यो पार पाउने भनेको माथिल्लो स्थानमा पनि पार पाउन सक्छ, तल्लो स्थान एउटा सुखको अवस्थामा पनि पार पाउन सक्छ, दुःखको अवस्थामा पनि पार पाउन सक्छ र मुक्ति पनि पाउन सक्छ। त्यो 49 दिनको अवस्थालाई भारदोको अवस्था भनिन्छ। र हामीले त्यसलाई पनि बुझेर कार्य गर्न जरुरी हुन्छ। र यो भारदोसँग, भारदोको विषयमा हामीले अरू समयमा पनि बुझ्न एकदमै जरुरी हुन्छ। र अहिले म यहाँ यसको योसँग सम्बन्धित अहिले तल विषय उठ्दै जाँदाखेरि
जुन हाम्रो सांस्कृतिक पक्षसँग जोड्दै जाँदाखेरि म व्याख्या गर्नेछु। मातृ भन्नु के हो भन्दाखेरि 14औं दिनदेखि हामीले 49औं दिनको अवधि छ, त्यो 49 दिनलाई चाहिँ हामीले भाग्दोको अवस्था भन्छौँ। र अब हाम्रो व्यवहारिक पक्षमा जोड्न जाँदैछु। फेरि यो सिद्धान्तहरूसँग व्यवहारिक पक्ष भनेको हामीले व्यवहारिक भित्र पनि एउटा आस्तिक पक्ष पनि जुड्न आउँछ। व्यवहारिक पक्ष के हो भन्दाखेरि मान्छे मर्दाखेरि जस्तो अवस्थामा हुन्छ, मरिसकेपछि सायद ऊ त्यस्तै अवस्थामा पुग्छ भन्नु चाहिँ एकदमै वैज्ञानिक तर्क हो। यो एकदमै वैज्ञानिक तर्क, विज्ञानसँग एकदमै सम्बन्धित विषय हो। हामी मर्ने अवस्थामा जस्तो अवस्था छौँ, मरिसकेपछि हामी जहाँ पनि जान्छौँ होइन, आफ्नो धर्म आफ्नो सिद्धान्त अनुसार कसैले नर्क जान्छ भन्ला, कसैले स्वर्ग जान्छ भन्ला, कसैले बुद्धत्व प्राप्ति हुन्छ भन्ला, अथवा कसैले केही पनि हुँदैन भन्ला, कसैले जनावरमा जान्छ भन्ला। जहाँ गए पनि वैज्ञानिक तर्क चाहिँ के हो भने जहिले जस्तो हुन्छ त्यस्तै हुन्छ। जस्तो अहिले जस्तो आज मलाई गर्मी भइरहेछ भनेपछि अहिले हाम्रो कुरा गर्नुपर्दाखेरि 12:35 मलाई गर्मी भइरहेछ, पसिना आइरहेछ भनेपछि 12:36 पनि मलाई पसिना आउने चाहिँ बढी सम्भावना हुन्छ। त्यो भनेको एउटा कर्मसँग पनि सम्बन्धित कुरा हो, किनभने अगाडि जस्तो हुन्छ पछाडि त्यस्तो हुने सम्भावना बढी हुन्छ। त्यही गति नै जस्तो छ त्यस्तै गति बढ्ने सम्भावना बढी हुन्छ। त्यो भएर हामीले मर्ने अवस्थामा एउटा शान्त अवस्था, त्यो भएर बुढेसकालमा धर्म गर्ने भन्ने सिद्धान्त पनि यससँग अलि जोडिएको छ। किनभने हुन चाहिँ यो पुनर्जन्म मृत्यु पश्चात जहाँ पनि जान्छौँ त्यहाँ राम्रो पाउनको लागि कर्मको सिद्धान्त अनुसार हामीले जीवनभर नै सत्कर्म सद्मार्गमै हिँड्नुपर्छ। तर पनि हामी एकदमै भौतिक समाजहरूले पनि, भौतिक समाजका भौतिक व्यक्तिहरूले पनि कम्तीमा पनि बुढेसकालमा धर्म गर्ने भन्ने कारण चाहिँ किन हो भन्दाखेरि कमसेकम जीवनको अन्तिम समयतिर राम्रो अवस्थामा बाँचिएको छ, बसेको छ भने अनि मृत्यु पश्चात पनि ऊ राम्रै अवस्थामा बस्ला बाँच्ला भन्ने कुरा हो। त्यो भएर त्यो भएको व्यवहारिक पक्ष हो। र आस्तिक पक्ष हुन्छ। अर्को आस्तिक पक्ष के हो भन्दाखेरि जस्तो आस्था गर्नेहरूले जुन आफ्नो धर्म आफ्नो धार्मिक सम्प्रदाय अनुसार आस्था गर्ने आफ्नै पात्रहरू छन् र त्यो पात्रहरूमा त्यो गुरुहरूमा आस्था गर्ने मर्ने बेलामा बुद्धिस्ट भए बुद्धम शरणम गच्छामि जप्ने हो कि ओम मानि पेमे हूँ जप्ने हो, अथवा अब हिन्दूमै कुरा गर्दाखेरि अब ओम नमः शिवाय जप्ने हो कि अब अरू नै कुनै जप्ने हो। त्योहरू चाहिँ सबै के हो भन्दाखेरि जुन पार पाउने बेलामा आफ्नै आस्था गर्ने पात्रहरूलाई सम्झिने, ताकि उहाँहरूले मुक्ति दिलाइदियोस् उहाँहरूले, अथवा कमसेकम गाइड गरिदियोस् भन्ने त्यो उद्देश्यले चाहिँ गरिने यो एउटा पारम्परिक पक्ष हो। तर यो आस्तिक पक्षमा पनि मैले एउटा व्यवहारिक पक्ष चाहिँ के देखेको भन्दाखेरि अघिको व्यवहारिक पक्षसँगै जोडिन्छ। त्यो भनेको उसले आस्था नै गरे पनि उसको एउटा मानसिक अवस्था भनेको एउटा ऊ ढुक्क हुन्छ, कोही चाहिँ छ है मलाई तारिदिन्छ है, हेरिदिन्छ है भन्ने खालको त्यो जुन मनोविज्ञानसँग सम्बन्धित त्यो मानसिक अवस्था त्यो भयो भने पनि कमसेकम एउटा ढुक्क एउटा सकारात्मक अवस्थामा ऊ मर्यो भने पनि त्यसपछिको भविष्य भनेको सकारात्मक हुने सम्भावना बढी भएको भएर एउटा आत्मबल मनोबल एकदमै दृढ हुनको लागि पनि यो जुन मर्ने बेला आस्था गर्ने पनि आफ्नै ठाउँमा यो एकदमै महत्त्वपूर्ण छ। तर त्योभन्दा पनि महत्त्वपूर्ण व्यवहारिक हिसाबमा म भन्छु शान्त एउटा ध्यानबाट गयो। जुन हाम्रो ध्यान एउटा जुन बौद्ध सिद्धान्त बौद्ध दर्शनहरूसँग सम्बन्धित अभ्यासहरू गर्नेहरू छँदैछ, जस्तो अब महासन्धिदेखि लिएर त्यस्तै गरेर केरिम झोरिम भन्नेहरू हुन्छ, त्यस्तै गरेर जुन समत विपसेनाहरू कम्तीमा पनि एउटा आफ्नो मनलाई ध्यान गरेर बित्छ, मनलाई एकदमै शान्त अवस्थामा राखेर बित्छ भने त्यसले चाहिँ अर्को जन्म अथवा मृत्यु पश्चातको भविष्यलाई त्यसले एकदमै सकारात्मक अवस्थामा पुर्याउने सम्भावना एकदमै सबल बनाइदिन्छ भन्नु हो। र यो भए यो जुन सैद्धान्तिक पक्ष वैज्ञानिक पक्षबाट भनिने कुराहरू। अब हाम्रो जुन
जनजाति तामाङ गुरुङ थकाली आदि इत्यादिहरूमा बढी सरोकार राख्ने अलि बौद्ध धर्ममा अलि अग्रसर भइसकेका तर अब अग्रसर भइसकेर धेरै राम्ररी अग्रसर पनि हुन नसकेका र अरू अग्रसर नभएकाहरूदेखि पनि अलि पीडित भएका जनजातिहरूसँग सरोकार हुने विषयहरू हो र यो सरोकार राख्नुहुने धेरै छ। तर यसमा मेरो जुन धारणा भनौँ मेरो जवाब चाहिँ उहाँहरूकै पक्षमा भने छैन। यो म किन भन्दैछु भन्दाखेरि सरोकार जसले राख्यो प्रश्न राख्यो उसकै जुन मनसाय अनुसार नै जवाब दिने हो भने त्यो पनि पक्ष विपक्ष गरेकै हुन्छ। तर हामी भनेको एउटा तटस्थ दृष्टिकोणबाट चाहिँ जवाब दिनुपर्छ र तटस्थ भन्दा पनि तटस्थ किन हुने भन्दाखेरि सत्यको साथ हुनु पर्यो। सत्य कहिले पक्ष पनि सत्य हुनसक्छ, कुनै धारणा कुनै चाहिँ विपक्षको धारणा पनि सत्य हुनसक्छ। त्यसकारण यसको कुरा गर्दाखेरि सबभन्दा हाम्रो बौद्ध परम्पराभित्रमा रहेका विकृतिहरूलाई औँल्याउने हो र कुन कुरा विकृति हो होइन यो पहिचान गर्न नसकिएर पनि हाम्रो समाज हाम्रो समुदायहरूमा एकदमै अन्योलता र समस्या देखिन्छ र त्यसकारण विकृतिहरूलाई औँल्याउँदै जानु पर्दाखेरि जुन धेरै सरोकार राखिरहनुभएकै विषयमा सुरु गर्छु, जुन सेतो पहिरन। जस्तो हाम्रो आफ्नै यता थकालीभित्र पनि सेतो पहिरन जुन मर्दाखेरि मर्ने व्यक्तिको पुत्र अथवा छोराछोरी हुन्छ, छोराले सेतो पहिरन लगाउने, मुण्डन गर्ने अनि त्यसैसँग यो दुईटालाई चाहिँ धेरैजनाले सरोकार राख्नुभएछ। तर यस बाहेक पनि यदि आफ्नो संस्कार छुटाउनु पर्दाखेरि जुन दागबत्ती र नुन बार्ने सम्बन्धमा पनि म जोडेर केही कुरा बोल्न जाँदैछु। र सेतो पहिरनको कुरा गर्दाखेरि सेतो पहिरनमा मात्रै हेर्ने हो भने यसमा खासै सकारात्मक विषय पनि म केही देख्दिनँ, खासै नकारात्मक विषय पनि म यसमा केही देख्दिनँ। तर अब आफ्नो संस्कृति छुटाउने विषयले धेरैजना व्यक्तिहरू लागि पर्नु भएको छ। त्यो भएर पनि यसको बारेमा सकारात्मक नकारात्मक दुवै कुरा मैले भनिदिनै पर्ने हुन्छ। र सेतो पहिरन लगाउँदैमा किनभने सेतो पहिरन त मान्छेले जुन आफ्नो आम जीवनमा पनि लगाइरहेकै हुन्छ अनि भनेपछि सेतो पहिरनमा गलत त केही छैन है एक हिसाबले। त्यसै गरेर मुण्डन अब कहिलेकाहीँ हामी आफै कपाल त खौरिरहन्छौँ, कहिलेकाहीँ गर्मी महिनामा कपाल खौरियो त अहिले कतिको फेसन पनि छ, त्यही हिसाबले मुण्डन पनि खराब नहोला। तर आफ्नो संस्कृति किनभने जुन धार्मिक संस्कृति छ, धार्मिक संस्कृतिसँग धार्मिक सिद्धान्त जोडिएको हुन्छ, त्यो धार्मिक सिद्धान्त अनुरूपको धार्मिक संस्कृति निर्माण भएको हुन्छ। त्यो भएर अहिले हामी धेरै जनजातिलाई अपाच्य हुने अप्ठ्यारो हुने चाहिँ किन हो भन्दाखेरि गएको 100 वर्षको सेरोफेरो भनौँ अथवा वरपरमा जुन राज्य निकायबाट है शासक वर्ग भनौँ अथवा राज्य निकायबाट जुन धार्मिक पनि एक हिसाबले एउटा एकलौटी भनौँ अथवा अतिक्रमण हिसाबको भइरहेको भनिन्छ। जस्तो जुन जबरजस्ती चाहे त्यो बौद्ध हुन् चाहे किराँत हुन् अलि हिन्दू संस्कार चाहिँ बढी लाद्न खोजेको भन्ने देखिन्छ। त्यसै गरेर हाम्रै जुन हिमालकै बिचमा थाकुला भन्ने ठाउँमा पनि जुन बौद्ध गतिविधिहरूलाई रोक्का गरेर त्यहाँका जुन हाम्रो आफ्नै गाउँका शासकहरूले राज्यका शासकहरूसँग सम्बन्ध सुदृढ बनाउनको लागि आफ्नो धार्मिक संस्कृतिहरूलाई अलिकति चेपेर पेलेर अनि जुन राज्य निकायबाट सिकाइएको देखाइएको जुन धर्म संस्कृतिहरूलाई चाहिँ आफ्नो वातावरण भनौँ आफ्नो वरपर चाहिँ त्यसरी समावेश गरेको देखिन्छ। र त्यति बेला चाहिँ जस्तो थकाली जस्तो सायद अब गल्ती हुँदैन भने सायद नेवार जस्तो समुदायहरूले चाहिँ राज्यबाट सुविधाहरू सही तरिकाले सही मात्रामा पाउनको लागि पनि सायद त्यो एउटा बाध्यता थियो कि आफ्नो धर्म संस्कृतिलाई केही हदसम्म त्यसलाई एउटा सीमित पार्ने। तर त्यसको असर त्यसको अप्ठ्यारोपन अथवा असर भनेको चाहिँ भविष्य अहिलेको समयमा आएर भएको छ। जबकि
एउटा प्रजातन्त्र आइसक्यो। प्रजातन्त्र मात्रै नभएर जुन अब शब्द मात्रै हो कि साँच्चैमा हो एउटा बहुदल भन्ने आइसक्यो, गणतन्त्र भन्ने आइसक्यो, यस्ता विभिन्न तन्त्रहरू आइसके। भन्नको मतलब सबैलाई कुनै पनि धर्म मान्ने, कुनै पनि कुरा बोल्ने जुन छुट छ भन्ने यस्तो अवस्था आइसक्यो। र यहाँ आएर पनि एउटा त्यो बानीले गर्दा चाहिँ कतिपयले जुन मिसाइएको र मिसिएको संस्कृतिहरूलाई अनि अहिले केलाउन नसकेको अवस्था छ। त्यो मात्रै समस्या हो, केलाउन नसकेको। नत्र भने सेतो पहिरन आफैमा न पाप हो न धर्म हो, त्यो पाप पनि होइन धर्म पनि होइन। र मैले सुनेअनुसार, विज्ञहरूबाट सुनेअनुसार सेतो पहिरन जुन छ हिन्दू संस्कारमै पनि जुन क्रियापुत्री भनिन्छ, क्रियाको पुत्र अथवा छोरालाई चिन्नको लागि, त्यसको पहिचान हुनको लागि, भेट्न आउने व्यक्तिहरूले पहिचान हुनको लागि सेतो पहिरन लगाउने गरिएको थियो भनिन्छ। त्यस कारणले यदि जुन बुद्ध सिद्धान्तमा जाने हो, बुद्ध सिद्धान्तको लागि, बुद्ध संस्कृतिमा जाने हो भने चाहिँ सेतो पहिरन र मुण्डन पनि बिस्तारै हट्दै जानुपर्छ, बन्द गर्दै जानुपर्ने हुन्छ। जसले सबैलाई एकैचोटि बन्द गराउन खोज्नेले पनि धेरै समस्या आउँछ। तर जो सचेत भइसक्नु भएको छ, जसले आफ्नो संस्कृतिलाई चिनिसक्नु भएको छ, उहाँहरूले चाहिँ आफ्नो संस्कृति अनुसार चाहिँ गर्नुपर्ने हुन्छ। किनकि आफ्नो धर्मको सिद्धान्त चाहिँ त्योसँग जोडिएको हुन्छ। त्यो भएर सेतो पहिरनको विषयमा त्यो भयो। र मुण्डनको विषयमा छ। र मुण्डन, अब यो मुण्डन भनेको कपाल खौरिने, यो र सेतो पहिरनमा धेरै फरक चाहिँ केही छैन। यो आफैमा केही गलत कार्य होइन, तर मात्रै आफ्नो संस्कृति छुट्न नसकिएको, छुट्याउन नसकिएको। र यसमा धेरै सरोकार चाहिँ किन राखे हाम्रो जनजाति बुद्धिस्टहरूले चाहिँ भन्दाखेरि यसले चाहिँ अरू समुदायका, चाहे त्यो नेपालकै अरू समुदाय होस्, अरू धर्मका, अरू जातका होस्, अथवा विदेशीहरूको अगाडि आफ्नो धार्मिक क्रिया संस्कारहरू गर्दाखेरि चाहिँ लाज लागे जस्तो पनि भयो। भन्दैछ बुद्धिस्ट भनेर गर्दैछ, यसको चालामाला त हिन्दूको देखिन्छ भनेपछि त अरू जात, अरू धर्म सम्प्रदाय र त्यसमा पनि अब विदेशीहरू देख्दाखेरि चाहिँ यो त लाजमर्दो विषय भयो भन्ने हिसाबले चाहिँ यो सेतो पहिरन मुण्डनसँग बढीले सरोकार राख्नु भएको भएर मैले भनेको हो। यदि सही बौद्ध संस्कृतिमा लाग्ने हो भने यो सेतो पहिरन मुण्डनलाई पनि सुरुदेखि नै हटाउँदै जानु चाहिँ जरुरी छ। तर यदि जुन योभन्दा पनि एकदमै नराम्रा भनौँ, एकदमै अप्ठ्यारा विकृतिहरू, एकदमै खराब विकृतिहरू जुन रहिरहेको छ हाम्रो समाजमा, हाम्रो समुदायमा, त्यसलाई हटाउनेतर्फ अग्रसर नहुने हो भने यो सेतो पहिरन मुण्डनलाई पनि हटाउने कोसिस नगर्दा हुन्छ। यसमा मैले भनिहालेँ, यसमा खासै सकारात्मक पनि छैन, नकारात्मक पनि छैन। र अब दागबत्तीको कुरा आउँछ, नुन बार्नेको कुरा आउँछ। अब यसमा पनि दागबत्ती, नुन बार्ने भनेको यो हिन्दू संस्कारभित्र पनि हिन्दूको सिद्धान्त, र हिन्दू सिद्धान्तभित्र पनि सबै हिन्दू सिद्धान्त होइन भन्ने मलाई लाग्छ। हिन्दूभित्र पनि केही सिद्धान्त, केही हिन्दू सिद्धान्त अनुसार चाहिँ यो दागबत्ती, नुन बार्ने, यति मात्रै नभएर यो पहिले सुनेअनुसार जुन गङ्गामा नुहाउने, गङ्गाको पानीले छर्किने, यस्ता आदि इत्यादिले मुक्ति पाउने विश्वास गरिएको देखिन्छ। र दागबत्तीलाई मैले कोट्याउनु पर्दाखेरि यसमा मैले केही समयसम्म बौद्ध सिद्धान्त र वैज्ञानिक दृष्टिकोण अनुसार एउटा नकारात्मक पक्ष है, एउटा भावनात्मक हिसाबले पनि नकारात्मक देखिरहेको थिएँ। तर आज मात्रै चाहिँ मैले यस विषयमा सोचिरहँदाखेरि एउटा सकारात्मक विषय पनि हल्का एउटा देखेको छु। र यो दुईटै कुरामा भन्न चाहँदैछु। दागबत्तीको विषयमा नकारात्मक विषय सुरुमा भन्नुपर्दाखेरि पहिलो कुरा बौद्ध संस्कार अनुसार गर्दाखेरि अलिक परको आफन्त नभनिकन, आफ्नो परिवार नभइकन अलिक परको, जस्तो हाम्रो आफ्नै समुदायमा क्रिया गर्दाखेरि प्रायः जसो कामहरू एउटा भोलिन्टियर जस्तो चाहिँ ज्वाइँहरूलाई गराइन्छ। ज्वाइँ जस्तो चाहिँ अथवा अलिक परको आफन्त नजिकको नपर्ने त्यस्ता व्यक्तिहरूले चाहिँ त्यो आगो सल्काउने जस्तो कार्यहरू, त्यो आगो पनि अब हिन्दू संस्कार अनुसार हुँदैन, हाम्रो बौद्ध संस्कार अनुसार गर्दा अलिक भिन्नै तरिकाले गरिने हुन्छ। तर पनि त्यो आगो सल्काउने काम चाहिँ एउटा अलिक आफन्त परको व्यक्तिले गरेको देखिन्छ। यसमा मैले व्यवहारिक वैज्ञानिक पक्ष राम्रो एउटा, अथवा त्यसलाई भावनात्मक हिसाबले यसलाई गलत किन देख्दै थिएँ भन्दाखेरि चाहिँ
जुन आफ्नै पितालाई आफ्नै आमालाई अनि आफ्नै छोराले जलाउनु मेटाउनु भनेको त्यो भनेको एउटा भावनात्मक हिस्साले छोराको लागि पनि एकदमै गाह्रो हुनुपर्ने। यदि आफ्नो धर्महरूले संस्कारहरूले त्यस्तो खालको मार्गदर्शन नदिएको भए त्यो एउटा गाह्रो चिज हो। आफ्नै बाउलाई कसरी जलाउने, आफ्नै आमालाई कसरी खरानी बनाउने गाह्रो पक्ष हो। त्यो भएर त्यो भावनात्मक हिसाबले मैले गलत देख्दथेँ र यसलाई मैले पुरै गलत भन्न खोजेँ होइन, यसमा अप्ठ्यारो यो भावनात्मक हिसाबले गलत देखिने कुरा मात्र भने। त्यसले गर्दा यसलाई मैले सकारात्मक आज मात्रै सोचेको एउटा सकारात्मक पक्ष पनि के हो भन्दाखेरि बौद्ध संस्कार अनुसार पनि मृतकलाई जुन दाह संस्कार मृत्यु संस्कार गर्दाखेरि एउटा त्यो पुरै क्रिया संस्कारभित्रमै एउटा मुख्य विषयवस्तु चाहिँ के हुन्छ त भन्दाखेरि जुन मृतक आत्मालाई कसरी हुन्छ उसलाई यो महामाया मोहबाट हटाउने है। यसमा बौद्ध संस्कार अनुसारमा चाहिँ यो सिद्धान्त मैले जोडिएको देखेँ, एकदमै दृढ रूपमा एकदमै गाढा रूपमा जोडेको देखेँ। र मलाई जहाँसम्म लाग्छ हिन्दूमा पनि प्रायः जसोमा चाहिँ जुन मृतकलाई आफ्नो आफन्तहरूसँग आफ्नो सम्पत्तिहरूसँग माया मोह हट्नको लागि आफ्नो छोराले नै जलाइदियो भनेपछि त उसलाई चाहे जतिसुकै गाह्रो होस् आफ्नो छोराले नै जलाइदिएपछि त उसलाई त माया मोह मलाई माया गर्ने त्यो छोराले पनि माया गर्दैन भनेपछि उसलाई मुक्ति पाउन चाहिँ सजिलो हुन्छ भन्ने त्यो धारणा होला भन्ने लागेको मलाई हो आज। र यो मैले हो होइन भन्ने किटानी गर्ने विषय चाहिँ होइन, तर जहाँसम्म मैले एउटा एनालाइज गर्दाखेरि मैले यसको विषयमा सोच्दाखेरि चिन्तन गर्दाखेरि चाहिँ मैले बुझ्न आएको कुराहरू हुन्। त्यो भएर दागबत्ती चाहिँ त्यो भयो। र नुन बार्ने विषयमा चाहिँ नुन बार्नेमा पनि जुन अब बौद्ध संस्कार अनुसार त यसको कुनै महत्त्वै छैन, तर जहाँसम्म हिन्दू संस्कारमा गरिँदाखेरि पनि यसका केही सकारात्मक हिसाब नकारात्मक हिसाब चाहिँ के भन्छु भन्दाखेरि अब पहिले जुन नुन बार्दाखेरि त्यो एउटा सायद आफ्नै महत्त्व हुन्थ्यो, किनकि उसले एउटा स्वादलाई नै बार्ने हिसाब हो जस्तो लाग्दछ। स्वादलाई नै बार्ने, मिठो खाना नखाने, यस बेला कुनै पनि रमाइलो नगर्ने, मनोरञ्जन नगर्ने है, शोक मात्रै गर्ने, सक्यो भने जुन पुण्य कार्य गर्ने है मृतकको लागि, नत्र भने पनि जुन शोक मनाएर बस्ने यो शोकको घडी हो भनेर त्यो हिसाबले चाहिँ स्वादलाई पनि बारेको। नुन बारेपछि अरू चिज त बार्नै पर्यो। तर अहिले एक त गैर हिन्दू धर्म संस्कृतिका मानिसहरूले पनि नुन बार्ने कतिपय ठाउँमा गरिरहेका छ, जुन चाहिँ एउटा विडम्बना नै देखिन्छ। र अर्को कुरा नुन बार्ने व्यक्ति आफै फेरि चुरोट खाइरहेछ, रक्सी खाइरहेछ, मासु खाइरहेछ भनेपछि त्यो नुन बारेको के अर्थ भयो है। र त्यसमाथि नुन त्यो मनोरञ्जन त्यो मिठो स्वादहरू बारोस् भन्ने हो, नत्र भने नुन त हाम्रो पसिनामै छ, हाम्रो रगतमै छ, आफ्नो पसिनालाई चाख्नुहोस् नुनकै स्वाद आउँछ भनेपछि नुन बार्नकै लागि बार्न लगाएको चाहिँ होइन रहेछ भन्ने मलाई लाग्यो। किनकि नुन बारेपछि अरू सबै स्वादको पक्षहरू बारोस् भन्ने, मनोरञ्जनलाई बारोस् भन्ने। त्यो भएर नुनको विषयमा त्यो भयो, नत्र भने यो हाम्रो संस्कार संस्कृति होइन। र यो कुरा पनि खुलस्त होस् हामी बुद्धिस्ट जनजातिहरूमा भन्ने हिसाबले भनेको हुँ। र अरू पनि 2-4वटा विषय बाँकी नै छन्। अर्को भनेको बुद्धिस्ट गुरुहरू बाहेक अन्यबाट क्रिया गराउनु। यो चाहिँ यो तामाङ गुरुङ थकालीभित्रमा अब यो बाहेक अरू पनि छँदैछन्। तामाङमा चाहिँ अलि बढी जस्तो मैले लामाबाट नगराउने चाहिँ खासै त्यति भेटिनँ। लगभग सबैले लामाबाट गराउने मृत्यु संस्कार त्यो देखेँ। अलिअलि होला कतै कुना काप्चातिर लामा बाहेक अन्य भन्दाखेरि यहाँ हुन त काहीँ बाहुन पण्डितबाट गराउने पनि होला, तर बाहुन पण्डितको बारेमा भन्दाखेरि अब हामीले हिन्दूको त संस्कारलाई यहाँ बार्न खोज्यौँ, बाहुन पण्डितसँग खासै मतलब भएन। किनकि यदि कसैले व्यक्तिगत रूपमा बाहुन पण्डित राख्छ भने किनभने हाम्रो समुदायहरूले चाहिँ बाहुन पण्डितलाई आफ्नो भनेर भनेको छैन। त्यो भएर व्यक्तिगत रूपमा चाहिँ कसैले बाहुनबाट गर्छ भने त्यो एउटा आफ्नै ठाउँमा छ, त्यसलाई हामीले खासै धेरै जुन चर्चा गर्नुपर्ने जरुरी देख्दिनँ। यहाँ अन्य भन्दाखेरि हाम्रो जुन झाँक्री
र तामाङमा बोम्पो भन्नेहरू छ, थकालीमा ढुम्ब भन्ने छ, अनि गुरुङमा सायद खोइ घ्याब्रे पज्यू भन्ने हो कि के हो, म स्योर चाहिँ भएन, घ्याब्रे पज्यू अथवा त्यस्तो। र झाँक्री, अरू शब्द जाने पनि नजाने पनि झाँक्री पक्षबाट जुन क्रिया गर्ने पनि देखेँ। र यसमा विरोध गर्न खोज्या चाहिँ होइन, तर भन्ने कुरा के भन्दा जस्तो तामाङहरूमा पनि झाँक्रीहरूले पनि हामीलाई तार दिने चाहिँ लामाले नै हो भन्ने चाहिँ मैले धेरै सुन्न पाएँ। र अर्को कुरा के पनि सुन्न पाएँ भन्दाखेरि झाँक्रीको विधिहरूमा यो तामाङ गुरुङ थकालीहरूको झाँक्रीकै विधि अनुसार गर्दाखेरि पनि अलि इमान्दार झाँक्रीहरूले चाहिँ अन्तिममा लामाले नै गरिदिनुपर्छ भन्ने उसको जुन भन्नुपर्ने विधिमा पनि भएको जस्तो सुने भने त्यो कुरा त्यस्तो खालको धारणा पनि रहेको पाएँ। त्यो भयो। तर मुख्य रूपमा के भन्ने भन्दाखेरि यो जुन झाँक्री, बोम्बो, ढुम्ब भन्नेहरू यो जुन बुद्ध धर्म वेदहरू आउनुभन्दा धेरै अगाडिको धर्म संस्कृति, त्यसलाई एक हिसाबले धर्म भनिन्छ, तर त्यो आफै अहिलेको अवस्थामा चाहिँ त्यसलाई एउटा संस्कृति संस्कार मात्रै मानिन्छ। किनकि धर्म भएपछि के हुनुपर्छ भन्ने कुरा एकदमै प्रष्ट भइसकेको छ। तर त्यो समयमा हाम्रो पुर्खाहरूले आफ्नो समाजलाई अगाडि डोर्याउनको लागि नहुने एकदमै जरुरी संस्कार अहिले संस्कार रूपमा रहिरहेको जुन झाँक्री अथवा हामीले जुन प्रकृति पूजा भन्छौँ, एनिमिजम पनि भनिन्छ अङ्ग्रेजीमा, यो प्रकृतिहरूलाई ढुङ्गामुढा, चन्द्रसूर्य, आगो, पानी आदि इत्यादिलाई पञ्चतत्त्वहरूलाई त्यसरी देवता मान्ने, भगवान मान्ने, आस्था गर्ने र त्यो खालको विश्वास गर्ने परम्परा थियो। र त्यो हाम्रो पुर्खाहरूको लागि अत्यन्त आवश्यक थियो। त्यो नभएको भए सायद त्यो समाज अहिले यहाँसम्म आइपुग्न सक्ने थिएन। त्यति बेला सखाप पनि हुन सक्थ्यो, त्यति बेला नष्ट विनाश हुन सक्थ्यो। त्यो भएर त्यो बेलामा प्रकृति पूजा भनेको नहुने चिज थियो। तर प्रकृति पूजा हुँदै आउँदाखेरि यो जुन हाम्रो दक्षिण भारतमा अथवा दक्षिण एसियामा के आयो भन्दाखेरि वेद धर्मको स्थापना भयो, 4 वेद स्थापना भयो र वेद धर्म अनुसारको व्यवस्थापन सिर्जना भयो। त्यो भनेको पहिलेको विश्वास जस्तो पनि अहिले भएको, तर यसलाई एकदमै व्यवस्थापन गरिएको र के मान्ने के नमान्ने नियम कानुन जस्ता कुराहरू अथवा भनौँ सही गलत भनेर छुट्याइएको, सबै समाज कसरी हिँड्ने, को के हो, कसलाई आस्था गर्ने, यस्ता विभिन्न विषयहरू सबै व्यवस्थापन गरियो। त्यति बेला वेद भन्ने आइपुग्यो भनेपछि त्यति बेलै जुन पहिलेको प्रकृति पूजाहरूको जुन संस्कार थियो त्यति बेला त्यसको आवश्यकता रहेन, आवश्यकता हटिसक्यो। त्यस्तै वेद धर्म आइसकेपछि वेद धर्मको 4-5 हजार एउटा एकल शासन अथवा वेद धर्मले मात्रै जुन चलेको यो जुन दक्षिण एसियामा भनेर भनिन्छ, 4-5 हजार नै वर्ष नै चलेको भनेर भनिन्छ। तर पनि त्यसपछि चाहिँ जुन बुद्ध आउनुभन्दा केही 400-500 वर्ष अगाडिदेखि चाहिँ के हुन थाल्यो भन्दाखेरि जुन त्यो व्यवस्थापनसँग पनि वितृष्णा भएर त्यसमा पनि त्यसका विकृति, त्यसका गलत पक्षहरूसँग निराश भएर एउटा छुट्टै किसिमको क्रान्ति आउन थाल्यो, धार्मिक क्रान्तिहरू। त्यस्तै गरेर चारवाक भन्ने धर्महरू आउन थाले, जुन भौतिकवादी धर्महरू पनि आए, जो अहिलेको वैज्ञानिक जुन खालको मान्यता छ त्यो नै थियो भौतिक धर्म। त्यति बेला कि मरेपछि केही पनि हुँदैन भन्ने त्यस्तो खालको धारणा भएको धर्म पनि आइपुगेको थियो। र मुख्य भनेको एउटा श्रमणेर क्रान्ति आएको भनिन्छ। श्रमणेर क्रान्ति आउनु भनेको मतलब वेदमा चाहिँ वेद व्यवस्थामा ब्राह्मण मात्रै मुख्य, धर्म गर्ने पनि ब्राह्मण, चोखो पनि ब्राह्मण, सबै सुविधा पनि ब्राह्मण र पापी जति अप्ठ्यारो काम पनि तल्लो जात भन्नेले गर्ने, पाप पनि उसकै टाउकोमा भनेपछि त्यहाँ अलि उच निच है, होचो अग्लो अथवा अलि भिन्नताको डिस्क्रिमिनेसन भनिन्छौँ, डिस्क्रिमिनेसन भिन्नताको व्यवस्था देखियो। र त्यो देख्दाखेरि चाहिँ अलि त्यति बेलाका बुद्धिजीवी कतिपयलाई चाहिँ समानताको हिसाबले सन्यासी हुने, श्रमणेर हुने, सन्यासी हुने, जो सन्यासी हुन्छ ऊ चाहिँ धार्मिक हुन्छ भन्ने हिसाबले यस्ता धर्महरू आए। त्यो हुँदै आउँदाखेरि बुद्ध धर्म अगाडि एउटा जैन धर्म आइपुग्यो,
र अन्तिममा बौद्ध धर्म आइपुग्यो, जसले चाहिँ अहिंसाको मार्गलाई ल्यायो, मध्यम मार्गलाई जुन उजागर बनायो। र यो भन्दै गर्दाखेरि यो किन भने भन्दाखेरि लामा बुद्धिस्ट गुरुहरूबाट क्रिया गराउनु अघि नै भनिहाले, बुद्धिस्ट गुरुले क्रिया गर्दैमा ऊ मुक्ति पाइहाल्छ भन्ने पनि होइन, आफ्नै तर्फबाट पनि धेरै कुराहरू पुग्नुपर्छ। जस्तो बुद्ध आफ्नै एउटा बाणी के छ भने बुद्धको, मैले तिमीलाई मुक्तिको मार्ग मात्रै देखाएको हुँ, मुक्ति पाउनु नपाउनु तिम्रै हातमा छ भनेर बुद्ध आफैले स्वयंले भन्नुभएको छ। भनेपछि हामी चाहिँ गुरुहरू हुनु छँदैछन्, गुरुहरूले मुक्ति दिलाइहाल्छ, मैले गर्ने के होइन, मैले त पाप गरेर बसे पनि हुन्छ भन्ने के भयो भने बुद्धको धारणा विपरीत, बुद्धको उपदेश विपरीत भयो, त्यो भयो। तर यदि यस्तो प्रकृति पूजक पुरोहितहरूबाट गराउने सोचमा तपाईँ जाने हो भने चाहिँ त्यो चाहिँ अब यो बुझाएको हिसाबले चाहिँ गलत देखियो। किन गलत देखियो भन्दाखेरि यदि बुद्ध धर्मलाई चिन्नु भएको भए, यदि बुद्धिस्ट गुरु बुद्ध धर्मको महत्त्वलाई बुझ्नु भएको भए, अथवा कम्तीमा पनि आफूलाई बुद्धिस्ट भन्नुहुने, तपाईँ आफूलाई बुद्धिस्ट भन्नुहुन्न भने फेरि यो कुरा तपाईँमा लागु हुँदैन। तर आफूलाई बुद्धिस्ट भनिरहँदाखेरि अर्को एउटा छ, अहिले विस्तृत भन्नुपर्ने नै छ, त्यो बाहेक पनि जुन झाँक्रीबाट गर्नु, मृत्यु संस्कार गराउनु भनेको एउटा फाइदा हुने चिज थाहा हुँदाहुँदै पनि फाइदा नहुने चिजमा लागेको जस्तो देखिन्छ है। भने नि प्रकृति पूजा आफ्नै महत्त्व थियो भनेपछि केही नगर्नुभन्दा त्यो प्रकृति पूजाको हिसाबले पनि ठिकै होला। तर बुद्ध धर्मको महत्त्व बुझ्ने हो भने त प्रकृति पूजाको विधिबाट मृत्यु संस्कार गराउनु भनेको एक किसिमले ढुङ्गे युगमा जानु हो जस्तो लाग्छ है। यो मेरो धारणा हो, तपाईँलाई सही लागे पनि गलत लागे पनि। त्यो भएर यो अब यो गुरुहरूबाट क्रिया गराउनुको सम्बन्धमा मैले बोलेको कुरा हो। र यो भनिरहँदाखेरि मैले अघि भनिहालेँ, प्रकृति पूजक पुरोहितबाट अथवा झाँक्री ढुमढुम्ब भुम्बो आदिबाट गराउनु खासै त्यति गलत नहोला। गलत भनेको चाहे तपाईँ झाँक्रीबाट गराउनु, चाहे लामा गुरुबाट गराउनु मृत्यु संस्कार, त्यो मृत्यु संस्कार गर्दाखेरि काटमार जुन गर्नुहुन्छ, कतिपयले काटमार गर्नुहुन्छ मृत्यु संस्कारमा अहिले पनि, विशेष गरेर हाम्रो जनजातिभित्र आफन्तलाई भोज खुवाउनको लागि हुन्छ कि ज्वाइँलाई सत्कार गर्नको लागि हुन्छ, मासु खुवाउने, खसी मार्ने, कुखुरा मार्ने, अनि त्यति नभए पनि कमसेकम होइन 50 किलो 100 किलो 200 किलो मासु किनेर भोज खुवाउने, भोज त हो नि। मृत्यु संस्कारमा खाना खुवाउने भएपछि सादा खाना पो खुवाउनुपर्छ, भोज खुवाउने हो त, रमाइलो गरे हो है। नुन बार्ने, एकतिर नुन बार्ने कुरा पनि गर्छन्, नुन बार्छन् पनि, फेरि एक आफन्तहरूले मासु पनि खुवाउँछन् मृतकको नाममा। महागुरु परम गुरु झटल रिम्पोछेले पनि भनिरहनु भएको थियो, बारम्बार भनिरहनुहुन्थ्यो है, आफन्तको नाममा मृतकको नाममा मासु खुवाउनु भनेको जुन मृतकको अलिकति पनि चान्स छ, यदि मुक्ति पाउने चान्स छ भने त्यसलाई निमिट्यान्न पारेर उहाँलाई नर्कमा धकेल्नु, उहाँलाई दुर्गतिमा धकेल्नु हो। त्यही भएर आफन्त मृतकलाई दुर्गतिमा धकेल्ने मन छैन भने चाहिँ मासु पनि खुवाउनु भएन आफन्तहरूलाई। सकेसम्म रक्सी पनि नखुवाउने, हाम्रो जनजातिमा त्यो रक्सी खुवाउने पनि आफ्नै चलन छ। त्यो भएर मैले भनिहालेँ, सेतो पहिरन, मुण्डन, दागबत्ती, अनि त्यसै गरेर प्रकृति पूजा पुरोहितहरूबाट क्रिया गराउने, यो जति पनि यिनीहरूलाई विकृतिको रूपमा हेरे पनि नहेरे पनि त्योभन्दा पनि गलत गर्नै नहुने जुन काटमार हिंसा र मासु सेवन, मासु खुवाउने, मासु खाने र खुवाउने। त्यो भएर मेरो आफ्नै धारणाबाट भन्ने हो भने हामी जुन बुद्धिस्ट जनजाति भनाउँदाहरू हुनुहुन्छ, बरु बाहुनबाट गराउनु मासु नै चलाउनु पर्दैन भने है, बुद्धिस्टबाट गराउने, झाँक्रीबाट गराउने मृत्यु संस्कार, तर मासु खाने खुवाउने काम गर्ने हो भने, काटमार गर्ने गराउने हो भने त्योभन्दा त बरु हिन्दू संस्कारबाट बाहुन पण्डित बोलाएर गर्नुहोस्। यदि त्यसमा चाहिँ काटमार मासु चल्दैन भने मेरो लागि त्यो चाहिँ बढी स्वीकार्योग्य हुनेछ। त्यो भएर यो सैद्धान्तिक पक्षबाट बोले हो। कतिपयले काटमार हिंसा गर्दाखेरि
तपाईँ मृतकको नाममा काठमाडौँ हिंसा मासु खुवाउने गर्दाखेरि मृतक बुवा आमालाई चाहिँ नर्कमा धकेल्छ, यसलाई दुर्गतिमा पुर्याउँछ भन्दाखेरि चाहिँ हामीले गरिरहेको संस्कृति भएर यसले हामीलाई चाहिँ नराम्रो भन्न खोज्यो, यसले हामीलाई औँला ठडायो भन्ने त्यो खालको धारणा राख्ने धेरैजना भेटे। मेरो विरोध पनि, मेरो अगाडि पनि विरोध गर्नुभयो, मेरो पछाडि पनि विरोध गरिरहनु भएको छ। तर कुरा के हो भन्दाखेरि यो त मैले वैज्ञानिक पक्ष र जुन बुद्धकै सिद्धान्त विपरीत, बुद्धले त के सही हो भन्ने हिसाबले मात्रै सिकाउनु भएको हो नि त। एउटा छुट्टै कुरा बनाएर त्यो हामीले ढिँडो बनाउनु र भात बनाउनु जस्तो होइन नि त। त्यो त जे सत्य हो त्यही कुरा अगाडि राखेको, नत्र भने बुद्धलाई किन महामानव मान्ने, किन भगवान् मान्ने? उहाँले सत्य कुरा उजागर गरेको होइन भने है। हामीले छुन नसक्ने, हामीले देख्न नसक्ने, हामीले भोग्न नसक्ने चिजहरू, छुन देख्न नसकिने चिजहरू, जुन आध्यात्मिक पक्ष, मानसिक पक्षहरू छ, त्यो सबै पक्षलाई बुद्धले राम्रो तरिकाले विश्लेषण गरिदिनु भएको भएर अनि उहाँलाई सबभन्दा महामानव मान्ने कारण त्यो हो। त्यो भएर मासु भोज काटमार चाहिँ त्यहाँको सबभन्दा यो जनजाति बुद्धिस्टहरूले बुद्धिस्ट बनाउनु, म त बारम्बार भनिरहेकै पनि छु है। एकतिर आफ्नो पहिचान, आफ्नो धर्म पहिचान गर्नको लागि बुद्धिस्ट हो, हामी बुद्धिस्ट हो भनेर झन्डा हल्लाइरहने, उफ्रिरहने, अनि अर्कोतर्फ अनि मृत्यु जस्तो संस्कार, अरू संस्कार त भइहाल्यो, बिहेमा त कुरै छोडौँ, जन्ममा कुरै छोडौँ, अर्को छेवार भन्ने आदि इत्यादि छ। मृत्यु संस्कारमा पनि काटमार मासु सेवन गर्ने, अनि एकतिर चाहिँ हामी बुद्धिस्ट हौँ भनेर उफ्रेर हुँदैन। बुद्धिस्ट हुनलाई के चाहिन्छ? व्यवहारिक पक्ष पनि बुझ्नु पर्यो। त्यो जुन सरकारको कागजमा बुद्धिस्ट, तामाङ बुद्धिस्ट, गुरुङ बुद्धिस्ट, थकाली बुद्धिस्ट लेखेर मात्रै हुँदैन, त्यो भन्न खोजेँ। त्यो भएर आफ्नो धर्म एउटा पहिचान लिइसकेपछि त्यो धर्मअनुसारको उपदेश, त्यसको नियमहरूलाई पनि हल्का रूपमा पालन गर्नु पर्यो। धर्मको मूल नियम भने कुनै पनि धर्मको मूल नियम नै हत्या हिंसा काटमार हो भन्छु। अनि हत्या हिंसा काटमार गर्ने अनि अझै धर्म मानेको छु भन्ने, त्यसमाथि बुद्धिस्ट हुँ भन्ने, त्यो भनेको महामूर्खता पनि हो र बुझ्ने व्यक्तिहरूको लागि त्यो विडम्बना हो। अब अर्को मृत्यु संस्कारको विषयमा अब अरू एक दुईवटा पक्ष, एक दुईवटा कुराहरू छन्, त्यसलाई पनि म सकाइहाल्छु। जलाउने विषयमा है, जलाउने विषयमा एउटा चाहिँ के छ भने जलाउने हतार गर्नुहुनेहरू हुनुहुन्छ। जलाउने आफ्नो बुवामा आफ्नो आफन्त बित्दाखेरि त्यो जलाउन हतार गर्न जरुरी छैन। कतिपय चाहिँ जलाउन एकदमै हतार गरेको देखिन्छ है। कतिपयले जिउँदै पनि वृद्धाश्रमतिर बाहिरतिर लखडिहाल्छ। त्यसलाई त के भन्नु त्यस्तो मान्छेहरूलाई होइन, बुझाएर बुझ्ने खालको व्यक्ति त पक्कै होइन होला। र कतिपयले मर्ने बित्तिकै पन्छाउन हतार गर्ने, जलाउन हतार गर्ने। त्यो जलाएर नै केही हुने होइन नि त। जलाउने र अघि दागबत्ती दिने भन्ने कुरा, उसलाई माया नबसोस् भनेर भनेपछि त्यसलाई जलाउन किन हतार गर्ने है? आफ्नो बुवा आमा माया छ भने त सकेसम्म राख्ने नि, जति दिन नकुहिएसम्म राख्ने, सकिन्छ भन्ने कुहिए पनि राख्ने है। आखिर त्यही कुहिएको कोखबाट त जन्मेको हो भनेपछि अनि त्यो कुहिए अलिकति गनायो भनेर त्यसलाई पन्छाउन हतार गर्न जरुरी छैन। र यसमा जुन धर्म, बौद्ध धर्मबाट पनि त्यो छिट्टो हटाउनुपर्छ भन्ने बन्देज छैन भनेर यो बुझाउनको लागि भनेको हो। त्यो छिटो हटाउनु, छिटो जलाउनु त्यो खासै महत्त्व छैन भन्ने कुरा हो। अनि दिनको हिसाबमा कतिपयले त्यो जुन कुन दिनमा जलाउने भने त्यो तेस्रो दिन, पहिलो दिनमा जलाए पनि हुन्छ, दोस्रो तेस्रो दिनमा जलाए पनि हुन्छ। जलाउने हतार नगर्ने भन्ने चाहिँ मैले किन भने अर्को चाहिँ एउटा कतिपय मान्छे चाहिँ हामीले डाक्टरले मरिसक्यो भनेर साइन गर्दै पनि केही मान्छे जीवित भएर आउने घटना पहिले पनि भइरहेकै थियो, अहिले पनि भइरहेकै छ। र संसारका वरिष्ठ वैज्ञानिक डक्टरहरूले नै भनिसकेको छ कि 100%, 100% मान्छे मरिसकेको हामीले थाहा पाउन सक्दैनौँ भनिसकेको छ। उसले मात्रै हाम्रो खुन चलिरहेको छ कि छैन, हाम्रो नसाहरूमा खुन कतिको चलिरहेको छ, सास चलिरहेको छ कि छैन, अङ्गहरू जाँच गरेर सबै बन्द भएपछि है हामीले त्यो जुन सबभन्दा मुटुको त्यो टिटी हरियो बत्ती देखाउँछ नि, त्यो हरियो बत्ती टिटी बन्द भएपछि चाहिँ मऱ्यो भन्न ठान्छ। त्यो एउटा मिसिनको बाक्सा जोडेर अनि मान्छे मरेको नमरेको पत्ता लाग्दैन, लाग्ने होइन। त्यो भएर जहिलेसम्म यो संसारमा मोह हुन्छ, जहिलेसम्म आशा हुन्छ, सकारात्मक हिसाबमा भन्नुपर्दाखेरि
जबसम्म आशा हुन्छ मान्छे बाँच्न सक्छ। र नकारात्मक हिसाबमा भन्दाखेरि जबसम्म मोह हुन्छ उसलाई, उसको मोह एकदमै बलियो छ भने उसलाई फेरि आउन मन लाग्छ। सक्यो भने त्यही शरीरमा ऊ जीवित हुन्छ, नसके फेरि पुनर्जन्म हुन्छ, त्यही अवस्थामा ऊ पुनर्जन्म लिन्छ, आफन्तभित्रै पनि पुनर्जन्म लिन्छ, किनकि उसको मोह बलियो हुन्छ। त्यो भएर त्यो जलाउनु, हतार नगर्नु भन्ने कारण चाहिँ त्यो हो। र दिनको हिसाबमा जहिले जलाए पनि हुन्छ, 3 दिनसम्म त पक्कै हुन्छ मेरो विचारमा, 3 दिन पश्चात पनि खासै फरक पर्दैन। र जुन एउटा घेवा गर्ने भन्छ तामाङमा, त्यस्तै गरेर थकालीमा झम्बर्ची गर्ने भनिन्छ, गुरुङमा अर्घौँ गर्ने भनिन्छ। यसरी त्यो गर्ने पनि, जुन मृत्युको संस्कार गर्ने जुन छ त्यो पनि सही तरिकाले जुन तिब्बती बुद्ध धर्म अनुसार गर्ने हो भने 14 दिनमा गरिन्छ। त्यसलाई साक्सुङ भनेर 14 दिनमा सुरु गरिन्छ र कतिपयले नबुझेर तेस्रो दिनमै गर्न खोज्ने पनि छ, गरिरहेका पनि छन् कतिपयले मूर्खता गरेर। तेस्रो दिनमा गर्नु चाहिँ त्यो एक हिसाबले गलत हुन्छ। यदि उसको त्यो 3 दिनभित्रमा मुक्ति पाउने त्यहाँ एउटा प्रगाढ सम्भावना हुन्छ भनिन्छ, गुरुहरूले पनि भनिरहनुहुन्छ। त्यो भएर त्यो 3 दिन जुन 72 घन्टा चाहिँ उसलाई डिस्टर्ब नगर्नु भन्ने हिसाबले, उसलाई डिस्टर्ब नै नगर्ने भनेपछि त्यो उसलाई फेरि, किनभने मृत्यु संस्कार गर्दाखेरि त्यो मान्छेको आत्माको नाम बोलाइन्छ, उसलाई उपदेश दिइन्छ, उसलाई मनोरञ्जन पनि दिइन्छ भनौँ है। भनेपछि उसलाई डिस्टर्ब नगर्ने 3 दिनसम्म, भनेपछि 14 दिनमा मात्रै सुरु गर्ने। त्यो हिसाबले चाहिँ हामीले 3 दिनभन्दा त्यो 72 घन्टासम्म चाहिँ मृत्यु संस्कार सुरु गर्नु हुँदैन। र अर्को कुरा, अहिले विद्युतीय पनि छ, विद्युतीय उपकरण गराउने। केही साल अगाडि पशुपति मन्दिर छेउमा चाहिँ, पशुपतिको आर्यघाटमा चाहिँ विद्युतीय राखिदिएको भएर अहिले कतिपयले सजिलोको लागि, छिटोको लागि विद्युतीयबाट गर्ने गरेको देखिन्छ। त्यो एकदमै अलि अप्राकृतिक रूपले चलाएको देखिन्छ, झ्वाट्टै एकैछिनमा सकिने। अरू भयो भने दिनभरि लाग्ने काठले जलाउँदा त्यहाँ चाहिँ अब एकैछिनमा सकिन्छ भनेर सजिलो खोज्नेहरू धेरै हुनुहुन्छ। त्यो सजिलो मात्रै खोजेर त्यस्तो एउटा ठट्टा गरे जस्तो नगरौँ। मृत्यु संस्कारलाई सकेसम्म राम्रो रूपमा त्यो 4-5 घन्टा 5-6 घन्टा पनि पुरो नसकेर 1 घन्टामा सकोस्, आधा घन्टामै सकोस् भनेर त्यो विद्युतीय उपकरण प्रयोग गर्नु ठिक देखिँदैन है। बौद्ध धर्मअनुसार अथवा मेरो विचारलाई, मेरो कुरालाई मान्नु हुने ठिक लाग्नेहरूले चाहिँ त्यसो नगर्नु भन्ने मात्रै हो, नत्र आफ्नो आफ्नो स्वतन्त्रता हो। र अब यो अघि नुन बार्ने विषयहरूसँग जोड्दाखेरि, अब क्रिया बस्दाखेरि, यो अन्तिम विषय हो आजको। क्रिया बस्दाखेरि बस्ने तरिका है, विशेष गरेर एउटा सही तरिकाले, एउटा बुद्धिस्ट हिन्दू नबनिकन पनि, र अर्को कुरा चाहिँ बुद्धिस्ट भनेपछि क्रिया बस्दाखेरि के गर्ने भन्ने कुरा हो। के गर्ने के नगर्ने है। अरू बेला कोही धर्मको काम गर्ला, कोही पापको काम गर्ला, तर क्रिया बस्दाखेरि के गर्ने र के नगर्ने। क्रिया बस्दाखेरि जस्तो बार्ने, नुन बार्ने गर्छन्, नुन नबार्नुहोस्। यदि नुन बार्नुहुन्छ भने पनि ठिकै छ, तर नुन बारे पनि नबारे पनि बार्नुपर्ने भनेको मासु बार्नुहोस्, रक्सी बार्नुहोस्। अनि त्यसपछि सकिन्छ भने मिठो खाना पनि बार्नुहोस् है। अनि त्यसपछि सकिन्छ भने जुन मन, वचन, शरीरलाई शुद्ध राख्नुहोस् है। अरू बेला अशुद्ध राखे पनि मन, वचन, शरीरलाई शुद्ध राख्नुहोस्। त्यसको पुण्य चाहिँ तपाईँको मृत आफन्तलाई पाउने सम्भावना हुन्छ। नत्र भए नुन बार्दैमा, दान दक्षिणा गर्दैमा मुक्ति पाउँछ भन्ने छैन। सबभन्दा मन, वचन, शरीरलाई शुद्ध राख्नुहोस्। यति बेला काटमार गर्ने, हत्या हिंसा गर्ने, कुटपिट गर्ने, झुटो बोल्ने, अरूलाई लान्छना लगाउने, अरूलाई भोज्ने बोली बोल्ने, सकेसम्म बोल्ने नै बन्द गरौँ। अनि त्यस्तै गरेर कुभावना लिने, अरूप्रति द्वेष राख्ने, अरूप्रति घृणा गर्ने, लोभ गर्ने, मोह गर्ने, अहङ्कार घमण्ड गर्ने, त्यो सबै चिजलाई त्याग हो। बार्ने भनेको चिज त्यो हो। नत्र भने नुन बार्नेमा, नुन हाम्रो शरीरमै छँदैछ भनेपछि नुन मात्रै बार्नुको खासै कुनै औचित्य मलाई छ जस्तो लाग्दैन। त्यो भएर
क्रिया बस्दाखेरि गर्न नहुने कार्यहरू त्यो भयो। अब गर्ने कार्यमा सबभन्दा 1 नम्बरमा सबैले सिकाइरहेको र प्रायःजसोले बुझिरहेको दान दक्षिणा गर्ने, आफ्नो आफ्नो गुरुहरूलाई, आफ्नो आफ्नो पुरोहितहरूलाई, त्यसै गरेर भिक्षुलाई, त्यसै गरेर ब्राह्मणलाई, त्यसै त्यहाँपछि सक्यो भने भिखारीहरूलाई, अपाङ्गहरूलाई अथवा दिनदुखीहरूलाई अथवा रोगीहरूलाई कसलाई हुन्छ दान दक्षिणा गर्ने हो। त्यो दान दक्षिणाको बारेमा धेरै भन्नु पर्यो। दान दक्षिणापछि सकिन्छ भने शील पालना गर्ने भनिन्छ दोस्रो। शील पालना भनेको अघि मैले गर्न नहुने जुन लिस्ट बताएँ त्यो नै शील पालना हो। गर्न नहुने कार्यबाट आफू बचेर बसिन्छ भने त्यो नै शील पालन हो। अनि त्यसपछि सकिन्छ भने अब ध्यान गर्ने है, धार्मिक अध्ययनहरू गर्न सकिन्छ, धार्मिक अभ्यास गर्न सकिन्छ। अरू बेला बुद्धको जीवनी पढिएन होला, यति बेला बुद्धको जीवनी पढ्ने, बुद्धको विषयमा पढ्ने, बुद्धको उपदेशहरू पढ्ने, बुद्धको शिक्षाहरू पढ्ने, अनि ध्यान गर्ने, समथ विपश्यनाको ध्यान गर्ने, सकिन्छ भने महासन्धिसम्मको ध्यान गर्ने। र अर्को आस्तिक पक्षबाट योहरू नजान्ने व्यक्तिहरूले चाहिँ अब बुद्धिस्ट हुँ भन्ठान्ने, तर अब यो बुद्धको शिक्षा, बुद्धको ज्ञान पनि नबुझेको, पढाइ लेखाइ पनि नभएकोहरूले अब मन्त्र जाप गर्ने, धूपबत्ती गर्ने, भोग गर्ने, जुन हाम्रो छाप गर्ने भन्छौँ, यस्ता धेरै किसिमका धार्मिक क्रियाकलापहरू हामीले गर्न सक्छौँ। जुन पहिलो तहमा भनिहालेँ ध्यान गर्ने, अभ्यास गर्ने, अध्ययन गर्ने बुद्धको शिक्षाहरू, अनि त्यो बाहेक चाहिँ मन्त्र जापहरू गर्ने, अनि त्यो बाहेक चाहिँ त्यति पनि नसक्ने चाहिँ अब धूपबत्ती चढाउने, जुन भगवानको भनौँ अथवा गुरुहरूको सेवा गर्ने, ढोग गर्ने, यो सबै चाहिँ हामीले गर्न सकिने कार्यहरू अथवा मृत्यु संस्कारमा बस्दाखेरि गर्नुपर्ने कार्यहरू यही हुन् है। गर्न नहुने कार्यहरू त मैले एकदमै लम्बाइ चौडाइ विस्तृत रूपमा मैले बताइसकेँ। त्यो भएर मेरो विचारमा मृत्यु संस्कारसँग सम्बन्धित प्रायःजसो विषयमा चाहिँ मैले आफ्नो धारणा र तर्कहरू मैले राखिसकेँ। र यहाँ छुटेको जस्तो केही लाग्छ तपाईँहरूलाई भने तपाईँहरूले मलाई व्यक्तिगत रूपमा प्रश्न राख्न सक्नुहुन्छ। सायद मैले भ्याएँ भने अर्कोचोटि यदि त्यो प्रश्नहरू एकदमै सान्दर्भिक नै छन्, मैले छुट्याएकै रहेछु अथवा त्यसमा मैले प्रकाश पार्नै पर्छ भन्ने खालका विषयहरू रहेछन् भने फेरि पनि कुनै भिडियो अथवा कुनै लेख प्रस्तुत गर्ने कोसिस गरौँला। यदि कुनै छुटेकै रहेछ अथवा मैले प्रकाश पार्नुपर्ने कुनै विषय देख्नुहुन्छ भने तपाईँले व्यक्तिगत रूपमा प्रश्न मलाई सोध्नु होला, पठाउनु होला। त्यो बाहेक चाहिँ अब बुझेको कुराहरू अरूलाई सम्प्रेषण गर्नु होला। अरूलाई सम्प्रेषण गर्न खोजेको छैन भने सेयरै गरेर भए पनि खिच्ने छँदैछ, खिच्न सकिन्छ है। त्यो भएर आजको मेरो जुन प्रस्तुति भनौँ, यो जुन मृत्यु संस्कारसँग सम्बन्धित जुन विश्लेषण म यहीँ टुङ्ग्याउँछु। फेरि पनि केही न केही लिएर आउने कोसिस गरौँला र सम्पूर्ण दर्शकहरूलाई म धन्यवाद टक्राउँछु। तपाईँको छुट्टी, तपाईँको शनिबार र विदेशमा बस्नेहरूलाई चाहिँ आइतबार शुभ रहोस्, मङ्गलमय रहोस्। धन्यवाद।